सबैलाई नमस्ते। म तपाईहरुको प्यारी मुकुरी काकी। आज चाहिँ म विशेष गरेर नराम्री भएर तपाईहरुको अगाडि आएको छु किनकि मेकअप गरेको छैन। मेकअप सेकअप नगरेपछिबाट यस्तो भइन्छ। हेर्नुहोस् रियल फेस यो। अब मेकअप गर्ने ठाउँमा जाँदैछु म। कहाँ जाँदैछु भन्दा चाहिँ गाह्रो छ जिन्दगीको सुटिङमा जाँदैछु है। यस्तो एक्साइटेड छु कि हाम्रो टिम यस्तो रमाइलो छ। ओ माई गॉड, कति बेला पुगौँ र कति बेला भेटौँ जस्तो हुन्छ। स्पेशल रिता, सरी रिता, अम्मै रिता नै आउने के। बिचको स मात्रै यो आधी स पनि पुरै स हो र आधी सले मात्रै यहाँ डिस्टर्ब गरिरहेछन्। नत्र रिता र रिस्ता उस्तै उस्तै हो। हामी कति बेला भेटौँ जस्तो भएको छ है त्यस्तो। अनि त्यसपछि स्पेसल्ली बेगम बेगम के बेगम बेगम नेपाली मेरो भाइ कान्छोलाई भेट्न एकदम एक्साइटेड। अनि अल टिमलाई भेट्न एकदम एक्साइटेड। कति बेला पुगौँ जस्तो भयो। आफूलाई इन्ड्राइभ गरेछु। अब इन्ड्राइभमा कस्तो खालको मान्छे पर्ने हो, भाइ दाई को पर्ने हो, काका पर्ने हो कि के हो कि होइन। हामी अब आएर बाहिर वेट गरेर बसिरहेको होला नि। आफू यहाँ यसरी भिडियो बनाएर बसिरहेको छु। आइपुग्ने बेला भयो। अनि हामी कसरी सुटिङ गर्छौँ के गर्छौँ भन्ने कुरो म सबै तपाईँहरूलाई देखाउँछु क्या। यसो स्किप नगरिकन हेर्नुहोस् है। आयो पुन टङ 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 आयो है आयो। म पनि गएँ यी ब्याग झोला बोकेर यसरी ब्याग झोला बोकेर म गएँ गाइज। काकाको फोन आएको छ। काका हो कि काकी हो को हो थाहा छैन। मामा भाइको पर्सनको मिटिङ ड्राइभवाला काकाले फोन गरे। A few moments later. गाइज म चाहिँ यहाँ इन्ड्राइभ भएको ठाउँमा आइपुगेँ। तर कता जानुभयो लोकेसनमा भनेर काका त कता होइस्यो उहाँ, कता होइसिन्छ। An hour later. सुरक्षा आएर मास्क लाएर मफलर लाएर चिसोबाट बस्नु धुलोबाट बस्नु भनेर सबैले मान्छे हिँड्यो। ड्राइभर भाइले राम्रो राइड गरिरहनु भएको छ। अब हामी जाँदैछौँ गाडी हेर्दै गर्नु है त, स्पिड नगर्नु। हामी चाहिँ अहिले छ्याक्क लाएर यो हिल्टन होटेल भन्ने छ नि अहिलेको पुरै फेमस होटेल के हो। त्यही नजिकै ट्याक्समा आइसकेको छ। उता परको त हरियो त्यो कोर्नी बोकेर बसेको चाहिँ हिल्टन होटेल हो। अनि बिचरा अब त्यो आन्दोलनमा बिचरा धेरै काटे। अहिले खेलाएर जाडो भएर मक्क परेर ओर्ली ओरेर बसेको छ। यतै नि छ जाँदै छ नक्साल भन्ने ठाउँमा छ यो अहिले यसो हेर्दाखेरि। नक्साल भन्ने ठाउँबाट हामी यो यहाँ हेर्दै हिल्टन होटेल है गाइस। यो हेर्नु हिल्टन होटेल पुरो यहाँ छ। अब अलिकति यहाँ जान्न पर्यो जस्तो छ। अब इन्टर जानुपर्छ होला आइन्छ। अब स्पोर्टमा चाहिँ अलि ढिलै पुगेर आइन्छ पुरो यसरी पुग्नु पर्यो। हामी यति राम्रो लोकेसनमा आइसकेका थियौँ। कति राम्रो छ सुटिङ गर्ने घर। दिस इज सुटिङ गर्ने घर। काम पछिको माम नहानी म त
घरकै भात खाएर आएको छु बेलुका जाने बेलामा हिसाब किताब गरौँ है मैले 2 छाक खाइदिएको छैन बिहानको खाजा पनि मलाई म त पैसै लिएर जान्छु बेलुका मैले भनेको छु नि होइन दाइ होइन स्वारीजीहरू जम्मा खाँदै भइसिन्छ यता रमाइलो फुलकै रमाइलो गाई भैँसी सबै यता फाइनल्ली गाइज म चाहिँ सुटिङमा आएर पनि रेडी भइसकेँ अचम्मको कुरा चाहिँ के भने घरबाट हिँड्दाखेरि मेरो आवाज जस्ताको तस्तै थियो केही भएको थिएन बाटोमा आउँदाखेरि चिसो लाग्यो बाइकमा आइयो ड्राइभमा आइयो चिसो लागेपछि रुगा लाग्यो घाँटी दुख्न सुरु भयो आवाज चेन्ज कति छिटो त्यस्तो छ हेर्नुहोस् हाम्रो कलाकारको जिन्दगानी एकछिनमा ठिक एकछिनमा बेठिक यस्तो होइन म चाहिँ लोकेसनमा आइसकेँ मलाई मेकअप गरिदिने मेरो दाइ चाहिँ यता हुनुहुन्छ उहाँ दाइले मलाई मेकअप गरिदिनु भएको चटक्क पढिसकेँ म घर चाहिँ यस्तो फाइनल्ली हामी भयो है तर भेट पनि यसरी भयो कि मेरो साथी दिदीको सुरु नै भएको मेरो गाह्रो छ जिन्दगी कतिको हेर्नुहुन्छ तपाईँहरूले होइन अनि गाह्रो छ जिन्दगी कतिको हेर्नुहुन्छ मान्छेहरूले त्यहाँ हेर्दाखेरि चाहिँ के भन्नुहुन्छ भने दुश्मनी छ यिनीहरूको टाइपको हुँदो रहेछ तर इन रियल चाहिँ हामी यति धेरै मिल्छौँ कि भगवान्ले चाहिँ मलाई क्या आफ्नै दिदी चाहिँ हुँदैन त्यही भएर अर्को एउटा दिदी चाहिँ म दिन्छु है भनेर मलाई दिएको दिदी जस्तै साँच्चै भनेको एकदम प्यारी मेरो दिदी त्यही बिचको क्या पनि पुरै भयो त मैले भने नि रिता र रिस्ता त्यो साँच्चीकै हुने हो भने दिदी बहिनीको नाम पनि यस्तै गरी पनि राख्छ अनुषा अनिषा भनेर आईको मात्र फरक हो क्या हाम्रो पनि आर मात्र के अरे त्यो पनि आदि टुक्रो यसले गर्दाखेरि अलिकति मात्रै देखिएको त्यस्तो तर हाम्रो चाहिँ दुईटा शरीर हाम्रो मुटु भन्छ सानो सबै जोडी यस्तो खालको छ हाम्रो भित्र आन्द्रा उन्द्री होइन तिमी के भयो म टाइपको हामी चाहिँ सुटिङमा पनि घर नि कति बेला चाहिँ कहिले अब फेरि कहिले हुने होला सुटिङ कहिले भेट्ने होला हामी कहिले रमाइलो गर्ने 3-4 दिनको समय त यति चाँडै गइदिन्छ कि होइन यो नगए पनि हुन्थ्यो 3 दिन 4 दिन होला 15 दिन जस्तो हुन्छ हाम्रो सुटिङ चाहिँ साह्रै रमाइलो हुन्छ साह्रै रमाइलो हुन्छ अब जाने भन्दाखेरि कस्तो चाहिँ दिनमा मैले यो भलक बनाउन लागेको छु भलक यो भलकमा मेरो मुटुको यो धड्कनै यो भलक गर्ला जस्तो भयो अब म भलक गरिदिन्छु अब रेस्तोको सक्यो मेरो अब भर्खर सुरु त्यो भएर रेस्तो र पनि रेस्तोले चाहिँ मलाई वेट गरेर बस्यो मेरै लागि हामी त एकले अर्का लाइट हालिसक्नु भयो सरले लाइट सेन्टर गरेर हामीलाई किनकि हाम्रो चाहिँ यहाँ सुटिङ भइरहेछ हेर्नु ल गाइज सरी हाम्रो चाहिँ खाना बनाउने किचनको बुवा र आन्टी चाहिँ यसरी आमा यसरी बस्नु भएको छ जोडी किचन हाम्रो यो भर्खर लपऱ्या जसरी बस्नु भइन्छ